ओके, हामीले चाहिँ अस्ति सफ्टवेयरको बारेमा पढेको थियौँ होइन। सफ्टवेयर दो किसिमको हुन्छ है। सिस्टम सफ्टवेयर एउटा एप्लिकेसन सफ्टवेयर हो, र एप्लिकेसन सफ्टवेयरमा पनि फेरि क्याटेगोराइज गरेको छ। त्यसको चाहिँ एउटा जेनरल पर्पस र एउटा कस्टमाइज सफ्टवेयर भनेर पढेको थियौँ। अब जेनरल सफ्टवेयरमा चाहिँ हामी छिर्दैछौँ हिजोबाट होइन। जेनरल सफ्टवेयरमा चाहिँ के आउँछ, प्याकेज सफ्टवेयरहरू आउँछ जुन चाहिँ वर्ड, एक्सेल, पावर पोइन्ट यिनीहरू छ होइन। त्यसको लागि चाहिँ हामीले हिजो के पढाएको थियौँ भने कसरी यसलाई ओपन गर्ने होइन। हामीले एउटा तरिका यो सिकेका थियौँ है, एप्लिकेसन नेम दिने अनि त्यसपछि ओपन गर्ने। एप्लिकेसन नेमको बारेमा त मैले नोटप्याड पढाउने बेला चाहिँ भनेको थिएँ हो, भनेको थिएँ। अब यहाँनिर वर्डको एप्लिकेसन नेम के हो भनेर हामीले दिनु पर्यो है। त्यसको लागि के नाम छ, विनवर्ड गरेर ओके गरिदियो भने के हुन्छ, खुल्छ हो। अनि मैले नोटप्याड पढाउने बेला यो माथिकोलाई के भन्छ, के भनेको थिएँ, टाइटल बार। अनि यो सबै के हो, मेनु बार। अनि अब यो कुरा त हामीले पढाएको थिएन होइन। यसलाई के भन्छ, यो जति पनि छ यो सबै के हो, रेबन हो। अहिलेको लागि यहाँनिर हेरौँ है, अहिले यो मेनु बार मात्रै हेरिरहेको छ, तर यसमा क्लिक गऱ्यो भने के हुन्छ, एउटा अझ डायलग बक्स आउँछ होइन। यो डायलग बक्सको नाम के रहेछ, रेबन है। अब यो माथि पनि हेरिरहेछ हामीले हो, यो माथिकोलाई के भन्छ, क्विक एक्सेस टुलबार। के रे, क्विक एक्सेस टुलबार। क्विकको अर्थ के हुन्छ, छिटो। हामीले कुनै पनि काम गरिराख्दाखेरि हामीलाई यदि झ्याउ लाग्यो, यहाँबाट हामीले सेभै गर्नु पर्यो। यहाँ फाइलमा जाने, त्यसपछि सेभमा क्लिक गरेर बल्ल सेभ हुन्छ होइन हो। त्यसको लागि चाहिँ यहीँबाट मैले के गरिदिन सक्छु, सेभमा क्लिक गरेर सेभ डायलग बक्स आयो, सेभ गर्न सक्यो होइन त। भनेपछि यो किन हो, छिटो गर्नको लागि चाहिँ युज गरिन्छ। त्यसलाई चाहिँ के भन्छ, क्विक एक्सेस टुलबार। अब यहाँ तल हामी सार्छौँ भने यहाँ तल चाहिँ यहाँ के लेखिरहेछ, पेज 1 लेखिरहेछ, वर्ड लेखिरहेछ। अहिले वर्ड 0 छ हो। अब कति भयो, 185 भयो होइन। भनेपछि यो मैले केही कुराहरू लेखेँ त यो कतिवटा वर्ड लेखेको छ भनेर हामीलाई के गर्छ, यहाँ क्यालकुलेसन गरेर देखाउँछ। यदि मैले यहाँ अर्को थपेँ भने लेखिरहेछ नि होइन, बढिरहेछ हो। भनेपछि यो सबै देखाउने काम चाहिँ के, यसलाई के भन्छ, यो सबैलाई के भन्छ, स्ट्याटस बार। के रे, स्ट्याटस बार। अब हिजो हामीले के भनेको थियौँ भने अब हामी सिरियली यसमा छिर्छौँ है। अब पहिलो कुरा त हामीले फन्ट कसरी चेन्ज गर्ने है, फन्ट चेन्जको कुरा सिक्छौँ। फन्ट चाहिँ कहाँनिर हुन्छ, फन्टको कुराहरू यहाँ है। मैले यो अहिलेको लागि के छ, हाइड छ हो। अहिले आइरहेछ, केही कुरा हामी गर्न सक्छौँ, यहाँ सकिँदैन। तर मैले यहाँ क्लिक गरेँ, होममा क्लिक गरेँ भने आउँछ। अब कुनैमा के हुन्छ भने यो काम गरिसकेपछि अटोमेटिक हाइड हुन्छ, भनेपछि त्यो अनलक छ। त्यसलाई लक गरेर राख्नको लागि के गर्नु पर्यो, डबल क्लिक यो जहाँ मेनु बार छ नि, यो कुनै मेनु बारको अप्सनमा गएर हामी डबल क्लिक गरिदियो भने के हुन्छ, लक हुन्छ। अब यो सधैँभरिको लागि बस्छ है। अब यो फन्ट चेन्ज गर्नु पर्यो भने कहाँबाट गर्ने, जस्तै मैले यहाँनिर अहिले लेख्छु है, लेखेँ। अब यो अहिले के कुन फन्टमा छ हेर है, यहाँ हेर त, क्यालिब्री बडी भन्ने फन्टमा छ। अब यसलाई के गर्छु, चेन्ज गर्नु पर्यो भने क्लिक गरेर ड्र्याग गरेँ, यसरी सिलेक्ट गरेँ। यो सिलेक्सन टेक्निकलाई के भन्छ, क्लिक र ड्र्यागलाई के भन्छ, मैले अस्ति के भनेको थिएँ,
अस्ति के भनेको थियो सिलेक्सन टेक्निकमा, यदि हामीलाई कुनै पनि कन्टिन्युस तरिकाले सिलेक्ट गर्नु छ भने के त्यसलाई कुन टेक्निक भन्छ? कन्टिन्युस हो, कन्टिन्युस सिलेक्सन भनेर हामीले भनेको थियो हो। अब यहाँ हामीले सिलेक्ट गर्यौं, यहाँ गएर क्यालिब्रेरी छ। अब मैले यहाँ क्लिक गरेर कुनै पनि अर्को फन्टमा चेन्ज गर्न सक्छु। यहाँ हेर त चेन्ज भइरहेछ हो। मानौ मैले यहाँनिर टाइम्स न्यू रोमन गरिदिएँ भने के भयो? फन्ट चेन्ज भयो। यो चेन्ज अर्कै छ, यो चाहिँ अर्कै छ हैन। अब यही कुरालाई चाहिँ हामी फन्टलाई बढाउँ। अब के गर्ने पर्यो? फन्टलाई बढाउनको लागि के गर्ने? त्यसको लागि हामीले पहिला कुनै पनि फंक्सन गर्नु छ भने त्यसलाई त्यो भन्दा अगाडि हामीलाई कुन कुरालाई चेन्ज गर्नु छ त्यो कुरा के गर्नु पर्यो? सिलेक्ट गर्नु पर्यो। मैले एकछिनको लागि यो कुमारलाई के गरे? सिलेक्ट गरे। अब यहाँबाट गएर म के गर्दिन सक्छु? यहाँ फन्ट साइज भन्ने छ हो। अब यहाँ फन्ट साइजमा कन्ट्रोल प्लस शिफ्ट प्लस पी गरे भने डायलग बक्स आउँछ हैन। अब म के गर्छु? यो फन्ट साइजमा गएर के गर्ने? यहाँबाट बढाउन सकियो हैन। हेर त यो बढिरहेछ कि छैन? जस्तै मैले यहाँ 28 साइज गरिदियो भने बढ्यो हैन। यसैबाट हामीले गर्न सक्छौँ। र यहाँनिर हेर त, अब म के गर्छु भने यहाँ अर्को पनि ल्याएँ र फेरि म यहाँबाट सिलेक्ट गरेर यहाँबाट पनि हामीले ग्रो गर्न सक्छौँ। अब ग्रो फन्ट भनेर छ, कन्ट्रोल प्लस अनि ग्रेटर देन छ हो। यो एंगुलर ब्रैकेटमा ग्रेटर देन भनेर देखिरहेछ हैन। देखाछ? यसले थिच्यो भने, यसलाई थिच्यो भने के भइरहेछ? बढिरहेछ। झन् बढ्यो कि बढेन? यहाँ हेर त, बढ्यो हैन त। अब यसैलाई सानो गर्नु छ भने श्रिङ्क गर्नु पर्यो। यहाँनिर छ हैन। श्रिङ्कको सर्टकट की के छ? कन्ट्रोल प्लस लेस देन छ। के रे? कन्ट्रोल प्लस लेस देन। अब यसलाई क्लिक गरे भने के हुँदो रहेछ? सानो हुँदो रहेछ हैन त। सानो भयो। श्रिङ्कको अर्थ बुझ्यो? श्रिङ्कको अर्थ के बुझ्यो? कि हाम्रो फन्टको साइज के हुन्छ? सानो हुन्छ हैन। त्यसैगरी अब क्लियर फर्मेटिङ भन्ने छ यो यतापट्टिको साइडमा हैन। मैले यसलाई बोल्ड गरे, इटालिक गरे हैन। र यहाँ गएर म के गर्छु? यो बोल्ड इटालिक गरेको कन्ट्रोल सी गरे, कन्ट्रोल भी गरे है। र यहाँबाट म के गर्छु भनेदेखि यसलाई सिलेक्ट गरे। सिलेक्ट गरेर हैन यसमा क्लिक गरिदियो भने के हुन्छ? जुन यो पहिलाको स्टेज थियो त्यसमा आउँछ। यहाँनिर त हामीले के गरेको थियौँ? बोल्ड गरेको थियो, इटालिक गरेको थियो हैन। तर यो क्लियर फर्मेटिङमा क्लिक गर्नु बित्तिकै के भयो? यो सुरु स्टेजमा जस्तो थियो त्यस्तै बन्दियो। जस्तै सुरु स्टेजमा के थियो? क्यालिब्रेरी बढी थियो र यसको फन्ट साइज 11 थियो भनेर यहाँ जस्तो सुरुमा थियो त्यस्तै आयो हैन त। त्यो कुरा भयो। अब यहाँ अर्को कुरा छ बोल्ड। बोल्ड कसरी गर्ने? बोल्ड गर्ने सर्टकट के छ थाहा छ? पहिला सिलेक्ट गर्ने। पहिला के गर्ने? सिलेक्ट गर्ने। कुन कुरालाई चेन्ज गर्नु छ त्यो कुरालाई के गर्नु पर्यो? सिलेक्ट गर्नु पर्यो। त्यसपछि यहाँबाट अहिले यहाँ होभर गरे भने के देखाइरहेछ? देखिरहेछ? यहाँ र त के देखिरहेछ? कन्ट्रोल प्लस बी। हामीले कन्ट्रोल प्लस बी गरे भने पनि के हुन्छ? बोल्ड हुन्छ। अथवा हामीले यसलाई क्लिक सिलेक्ट गरेर यसलाई क्लिक गरिदिए पनि के हुन्छ? बोल्ड हुन्छ। अब यो भन्दा यिनीहरू भन्दा यो मोटो छ कि छैन? मोटो छ। अब इटालिक गर्नु पर्यो भने फेरि के गर्ने? सिलेक्ट गर्ने हैन। त्यसपछि अब यहाँ गएर अब हेरौँ है। यहाँ हेर
इटालिक गऱ्यो भने अलि छड्के जस्तो भयो कि भएन यहाँ हेर है अहिले कस्तो छ सिधा छ हैन तर यसलाई क्लिक गरिदियो भने के भइरहेछ बाङ्गो भइरहेछ इटालिक भइरहेछ अब यसको सर्टकट के हो कन्ट्रोल प्लस आई के रे कन्ट्रोल प्लस आई अब अन्डरलाइन गर्नु पर्यो भने पनि के गर्ने पहिला सिलेक्ट गर्ने जुन वर्डलाई गर्नु छ त्यसलाई यहाँबाट फन्ट क्यालेटबाट गएर अन्डरलाइनले क्लिक गरिदिने अब यसमा के छ भने यसको सर्टकट के छ कन्ट्रोल प्लस यु अब यो अन्डरलाइन हुन्छ तर कुनै बेला के चाहियो मलाई स्टाइलिश चाहियो रे भनेपछि यिनीहरुमा कुनैमा ड्रप डाउन छ यस्तो खालको ड्रप डाउन छ कुनैमा छैन भने यसमा किन छ किन भन्दाखेरि यसमा थप अरु अप्सनहरु छ अब ड्रप डाउनमा क्लिक गरे भने यहाँ हेर त यस्तो खालको अन्डरलाइन हामी के गर्न सक्छौं बनाउन सक्छौं हेर त चेन्ज भइरहेछ हैन भनेपछि आफुलाई जुन डिजाइन मन पर्छ जुनको आवश्यकता छ त्यो चाहिँ गर्न सकिन्छ अथवा मोरमा गएर पनि हामीले यहाँ अन्डरलाइनको कुराहरु गर्न सक्छौं अन्डरलाइनको अब यहाँ के छ कलरहरु चेन्ज गर्न सक्छौं हैन मोर कलरमा गयो भने त्यो भन्दा पनि अर्को कलर हामीले बनाउन सक्छौं त्यो कुराहरु छ है त्यसपछि एक्सट्र्याक्ट थ्रु भन्ने छ है यसलाई पनि सिलेक्ट गरे र यसमा क्लिक गर्दियो भने एक्सट्र्याक्ट थ्रुमा क्लिक गर्दियो भने के हुन्छ बिचबाट काटेर आइराछ यो कहाँ हेर्छौ तिमीहरुले जस्तै शपिङ गरिराख्दाखेरि शपिङ वेबसाइट छ हैन तिनीहरुमा के हुन्छ यस्तो खालको हुन्छ जस्तै कुनै कुराको प्राइसहरु ड्रप भयो भने घट्यो भने के हुन्छ त्यहाँ माथि काट्दिएको हुन्छ हैन अथवा हामी नै कपीहरुमा कुनै मिस्टेक भयो के हुन्छ बिचमा काट दिन्छौं हैन त्यसलाई के भन्छ स्ट्राइक थ्रु भन्छ अब यो सबस्क्रिप्टको काम के हो त सबस्क्रिप्ट भनेर ल यहाँ बढाउनु पर्यो हैन अब सबस्क्रिप्ट है ओए सबस्क्रिप्टको काम के हो भनेर पढ्नु यहाँ हेर त के भइराछ तिमीहरुले फर्मुलाहरु बनाउँदाखेरि म्याथको फर्मुला बनाउँदाखेरि के हुन्छ a स्क्वायर b स्क्वायर हैन त्यस्तो खालको हुन्छ अथवा h2o लेख्दाखेरि तल हुन्छ कि हुँदैन h2o मा हैन हो त्यो कसरी गर्ने जस्तै अब मलाई सबस्क्रिप्ट गर्नु छ भने यसको सर्टकट के रहेछ कन्ट्रोल प्लस इक्वल टु है अब मैले यहाँबाट क्लिक गरेर म यहाँ टु लेख्ने बेसमा आयो कि आएन अब फेरि माथि लानु पर्यो भने फेरि यहीँबाट क्लिक गर्दिने माथि आयो हैन अब मैले यहाँ यदि मलाई बी स्क्वायर गर्नु छ भने बी को स्क्वायर गर्नु छ भने फेरि यहाँ सुपरस्क्रिप्ट जाने है सुपरस्क्रिप्ट माथि लाग्नु पर्यो भने सुपरस्क्रिप्ट सुपर भनेको के हो पावरफुल हो कि हैन यदि कुनै कुरामा हामीले माथि पावर लेख्दियो भने के हुन्छ त्यसको भ्यालु बढ्छ हैन भनेपछि सुपर याद राख्ने के रे कुनै कुरा लेख्दाखेरि माथि लेख्दाखेरि यदि त्यसको पावर बढिरहेछ भने त्यसको नाम के रे सुपर स्क्रिप्ट है अब यहाँनिर के छ टेक्स्टको इफेक्ट हैन टेक्स्टको इफेक्ट भनेर छ यसमा चाहिँ हामी के गर्न सक्छौं यसलाई सिलेक्ट गर्यौं यसमा गएर क्लिक गरेर यस्तो खालको ल्यायौं के भइराछ चेन्ज भयो कि हैन त्यसैगरी फन्ट कलरको लागि पनि के गर्ने सिलेक्ट गर्ने कुन फन्टलाई कलर गर्नु छ यहाँ गएर हामीलाई कुन कलर मन पर्छ अथवा कुन कलरको आवश्यकता छ त्यो कलर के गर्ने चेन्ज गर्ने अहिलेको लागि मैले गरे हैन हेरिराछ अर्को कलर छ अब हाइलाइटको कुरा हाइलाइट गर्नु पर्यो भने जसलाई हाइलाइट गर्नु छ त्यसलाई सिलेक्ट गर्ने र यहाँ गएर हेर त हाइलाइट भन्ने अप्सन छ है
यसमा क्लिक गर्ने, कस्तो खालको कलर चाहियो त्यो चिज गर्ने, हाइलाइट भयो। अर्को छ चेन्ज केस। यो चेन्ज केस भनेको के हो? चेन्ज केस भनेको के हो? ल हेर है, चेन्ज केस भनेको के हो त? अब यहाँ हेर, सिलेक्ट गरे, यहाँबाट सेन्टेन्स केस गरे। सेन्टेन्स केस गरे भने के हुन्छ? सुरुको अक्षर क्यापिटल हुन्छ, अरू स्मल हुन्छ है। अर्कोमा लोअर केस, सबै के हुन्छ? स्मल भयो कि भएन? त्यसै गरी यदि अप्पर केस गरे भने सबै के हुन्छ? क्यापिटल हुन्छ। यदि क्यापिटलाइज इच गरे भने के हुन्छ हेर है, अगाडिको क्यापिटल भयो, अरू स्मल भयो। यहाँनिर के छ? ए छ, योभन्दा अगाडि पछाडि केही पनि छैन होइन। अहिले यसो गरिदिए भने यो के भइरहेछ? यहाँ हेर है, क्यापिटल इच गऱ्यो भने सुरुको अक्षरलाई क्यापिटल, अरू चाहिँ स्मल। फेरि स्पेस पछि फेरि के गर्छ? एउटालाई क्यापिटल, अरूलाई स्मल। त्यसपछि टगल केस। टगल केस भनेको के हो त? जुन चाहिँ क्यापिटलमा थियो त्यसलाई स्मल गरिदियो, स्मललाई फेरि के गरिदियो? क्यापिटल गरिदियो हैन त। आज हामीले के पढ्यौँ भने फन्ट कलर्स। यसलाई के भन्छ? यहाँदेखि यहाँसम्म यतिकोलाई के भन्छ? फन्ट कलर्स भन्छ है। यहाँबाट क्लिक गरेर कन्ट्रोल एफ गरे, कन्ट्रोल डी गरे पनि यो आउँछ। यसको अरू थप कुराहरू यहाँ छ हैन। यो सबैको बारेमा हामी अर्को दिन पढ्छौँ। आजलाई यति है।